रिजन दोस्त कस्तो छ यार, हामी कस्तो एक्सपिरियन्स भइरहेछ। यसो न भोलि पर्सि बिदा छ होइन त, आज घुमिदिएको होइन त। अस्ति हामी बिदाको बेला घुम्न पाइएन, इक्जाम थर्ड सेमिस्टरको सकिँदाखेरि हामीहरू मिलेन। अनि आज यसो चाहिँ घुमिदिउँ न त भन्ने भयो। अनि ट्याक्कै सबैजना मिलेर घुम्दैछौँ है त माथि डाँडामा चिलमा। अब तपाईँहरूलाई भ्यू पनि देखाउँछौँ। केटाहरू पछाडि आइरहेछ ऊ हाम्रो दोस्तहरू, बबिन दोस्त, रोजल, ल ल गाइज हेर्नु त भ्याली काठमाडौँको अझै माथि जाँदैछौँ। त्यहाँ धरहरा छ, त्यहाँ हाम्रो ब्याचलर यो लाइफ नै हो क्या, इन्जोय गर्ने भनेको। पछि त अब बुढेसकालमा बुढिएला, बुढीसँग होइएला, बसिएला होइन। अहिले त हो नि त सबैसँग घुम्ने, रमाउने, पढ्ने, मिहिनेत गर्ने सबै उमेर हो। ल त्यसैले आज ट्याक्कै म चाहिँ कहिले आएको थिएन है, यो चाहिँ बवालै लाग्यो मलाई। यहाँ चाहिँ आउने धेरै मन थियो मलाई, त्यही पनि आज आइयो बवालै रहेछ। तलको बाटो रहेछ केटाहरू यार। ल ल ल ल हाम्रो दुईजना यहाँ चारजना केटाहरू पछाडि आउँदैछ, दुईजना अगाडि गइसक्यो, दुईजना हामी। ल ल ल हाइवे त बवाल लाग्यो नि यहाँतिरको त है। जिन्दगी सरर मोटर गाडीमा। दहचोक जान्ला हो, दहचोक जान्ला, दहचोक गाइस फाइनल्ली अब हामी पुग्छौँ। हो यार यसरी यो फाल्नुहुन्न फेरि आशिका दिदीले देख्यो। अशोकले मिठो गाए जङ्गल आउनु पर्ने मिठो सम्झना हो मेरो कहिले बिर्सिन्न। यो चाहिँ हाम्रो डस्टबिन राख्नु पर्यो। यो चाहिँ जुस्काको अहिले एकछिनमा खाजा खाने हो। हजुर यहाँ यता माथि बस्नु होइन, सबजना एकैचोटि उफ्रिने के। ल उफ्रिउँ न उफ्रिउँ। यो चाहिँ डस्टबिनमा राख्न जाँदैछु। डस्टबिन चाहिँ कता छ भनेर उहाँलाई सोध्छु। यो हाम्रो डस्टबिन चाहिँ कता छ? यता राख्ने हो, यता राख्ने रहेछ होइन। ट्याक्कै उहाँले चाहिँ खाजासाजा खिलाएर ट्याक्कै डस्टबिन राख्नु हुँदो रहेछ। ए यस्तो हुनुपर्छ, न त आशिका दिदीले मार्छ फेरि। जीवन अजम्बरी हुँदैन, एकनाश सधैँभरि हुँदैन। के को घमण्ड गर्दछौ, झुटो संसार जुनीभरि हुँदैन। जीवन एकैनाश सधैँभरि हुँदैन भने चाहिँ हामीले यताबाट काठमाडौँको दृश्य निहाल्यौँ र फाइनल्ली अब हामी यताबाट चाहिँ घर जाँदैछौँ होइन। रमाइलो गऱ्यौँ होइन। त्यही हो ब्याचलर लाइफमा चाहिँ रमाइलो गर्नुपर्छ, पढ्नुपर्छ, मिहिनेत गर्नुपर्छ। यस्तो समय कहिल्यै आउँदैन है त गाइज। ल आजको लागि यति नै।